सब सखीहरूले यसरी मलाई आरती शुभ आरती दिए। ब्रह्म पुरुष भनेर आउनु हुने त श्री राजी श्याम पो हुनुहुँदो रहेछ। अब यो मलाई त्यसमा छाया हाल्नुभयो कि मलाई थाहा भएन। र यी सखीहरूले आरती गर्दा मलाई छर्लङ्ग पार्नुभयो। ब्रह्म पुरुष बनेर आउनुहुने त श्री राज श्याम पो हुनुहुँदो रहेछ। यस्तो पनि भगवानलाई चिन्न नसकिने उहाँले आफ्नो स्वत नाम यहाँ नबताउनु हुने रहेछ। ब्रह्म पुरुष हुँ भन्नुभयो, मैले ब्रह्म पुरुष भने। शब्दहरू चाहिँ एकदम मिठास थिए, एकदम झन्झलकारका युवक थिए र त्यसैले मैले ब्रह्म पुरुष भन्न त भने मैले कुनै बाटो त बिराइन जस्तो लाग्दछ, तैपनि पुरा नाम मैले भन्न सकिन। यसमा मलाई फेरि खटपट भइरहेको छ र मलाई यो सिंहासनमा अब म कसरी सुहाउँछु त? ब्रह्म पुरुष भनेर राज श्याम चाहिँ अलग्ग बस्ने, म सिंहासनमा मलाई यसरी? यो त भएन। ब्रह्म पुरुष कहाँ हुनुहुन्छ? ब्रह्म पुरुषलाई पो यहाँ यो सिंहासनमा टक्राउनु पर्दछ। म जावलाई यो सिंहासन अति सुहाएन। मलाई यस्तो भूल गल्ती कसले गरायो? त्यो गल्ती क्षमा म माग्दछु प्रभु भनेर मैले सोच्दा फेरि आवाज आयो, तिमी सिंहासनमा बसेको अति सुहायो, देव अति सुहायो। बस तिमी चञ्चल नगर, बस तिमी चञ्चल नगर। तिमी भन्दा माथि छु मेरो सिंहासन, तिमीले चञ्चल नगर, तिमीले चञ्चल नगर। यसरी शब्दहरू आउँदा मैले माथि हेर्दा त साँच्चैको म भन्दा माथि त अर्को सिंहासन पनि हिँडोला हिँडिरहेको रहेछ। आहा कस्तो राम्रो। र म त उहाँ भन्दा माथि रहेछु भनेर मलाई डर लागेको, म भन्दा माथि हुनुहुँदो रहेछ। ल यसमा ठिक छ, मलाई यसरी निगाह हुन्छ भने म किन पछि हट्थे? मलाई एकदम राम्रो भइरहेको छ, म खुसी छु। प्रभुसँग मैले हात जोडे। प्रभु ब्रह्मा स्वरूप भन्नु भयो मलाई, ब्रह्मा पुरुष हुँ भन्नु भयो मलाई। सतचित आनन्द श्री राज श्यामलाई, श्री राज श्यामलाई बिन्ती गरी कर जोडी हात जोड्दैछु। खोजी गरे मैले पाएँ अति हर्ष व्यक्त गर्दछु, प्रभु अति हर्ष व्यक्त गर्दैछु। पहिलो सिंहासनमा आए धेरै पञ्चकन्या, सखी बनी आए, सखी बनी आए। पुरुष तिमी मेरा स्वामी हौ भन्ने पनि त्यहाँ आए, भन्ने पनि त्यहाँ आए। मैले चिनिन प्रभु राज श्याम, के भो मलाई छल्लको, के भो मलाई छल्लको। शब्द खुलाई माग्दछु, शब्द खुलाई माग्दछु। श्री राज श्याम, श्री राज श्याम, श्री राज श्याम। श्री राज श्यामले मलाई यहाँ यसरी दर्शन दिनुभएछ। मलाई के थाहा यसरी दर्शन दिनुहुन्छ भन्ने कुरो। राज श्यामले मैले पहिलो सिंहासन, यो गुफाको पहिलो चरणमा मैले सिंहासनमा हुँदा तिमी मेरा पुरुष हौ भनेर युवती आएर जब तिमी यहाँ यो गुफामा तिमी तरुण अवस्थामा पुग्दा फेरि म त आउने छुइनँ भनेर गएकी छिन्। यी को हुन् यी चिन्न चाहन्छु, जान्न चाहन्छु भनेर मैले बिन्ती गरेको छु। र मैले बिन्ती गरे, प्रभुबाट यसका कुनै उत्तरहरू आएका छैनन्। र यसभित्र अब म सिंहासनबाट झरेर घुम्न मलाई इच्छा भयो।
अब सिंहासनबाट म कसरी झर्ने? बीचमा झुन्डिरहेको सिंहासन छ, मात्रै फुलमालाहरूले अडिएको। मलाई सजिलै यस सिंहासनमा एउटा युवती आएर हातले तानेर मलाई पुरै सिँढी उज्यालो पहेँलपुर भएको सिँढीबाट हिँडाउँदै 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 मलाई तल पुर्याइन् र भनिन्, हे देवचन्द्र, तिमी अब यो सिंहासनबाट तिमी उत्रिनको लागि इच्छा गर्यौ। तिमीलाई उतार्न म आइपुगे र तिमीलाई म यहाँ उतारेर तिमी आउने इच्छा गरेको ठाउँमा ल्याइ पुर्याएको छु। अब तिमी के गर्छौ? तिमी को हौ त मलाई यसरी दया गर्ने? म कोही होइन, तिम्रो म कोही होइन देव। म एउटा तिमीलाई उद्धार गर्न आएको, म कोही पनि होइन। ठिक छ, तिमी कहाँबाट आयौ त? म आए शुभ देशबाट आएको। म कुनै सानोतिनो देशबाट आएको होइन। त्यसैले तिमीलाई उद्धार गर्न आएको। तिमी सिंहासनबाट झर्न नसक्ने स्थिति, तिम्रा आत्मामा कोलाहल मचिएको थाहा भएर म तिमीलाई उतार्न आएको। तिमी उत्रियौ, अब तिमीले के छ रहर गर्न सक्छौ? नाम बताएनौ युवती, तिमी साह्रै राम्री रहेछौ। तिम्रा यी मुहारले कति आनन्दपन छाउँदो रहेछ। तिमी साँच्चै राम्रो देशबाट आएकी छौ जस्तो छ। म त सानो छु, तरै पनि घर छोडेको भन्दा म ठिट्टो भइसकेको छु नि। तर तिमीलाई म ठिट्टो भएको आधारमा तिमीलाई युवती देखेर कुनै मेरा अरू अंशहरू होइन, तिमीलाई मैले अरू चिताएको होइन। तिमी एउटा स्वाभिमानी र म एउटा पुरुषलाई तिमीले यसरी बाटो देखाउने एउटा महापुरुषको ठाउँमा तिमी रहेछौ भन्ने कुरो मैले सम्झेको हो, अन्यथा तिमीले नसम्झिनु। मैले यो भन्दा भनिन् युवतीले, स्वीकार योग्य कुराहरूलाई म स्वीकार गर्दछु। म पनि कुनै सुन्दर युवकले कुनै मलाई यहाँ मन पराउँछन् भनेर आएको होइन। हामीले मन पर्ने भावनाहरू छैनन् यहाँ। हामी एउटा आत्माको नातामा बाँधिएका, त्यसैले हामी आत्मीयताको निमित्त मात्रै हामीले सजग भएका छौं। हामी कुनै बाहिरी इन्द्रियहरूसँग हामी जान सक्दैनौ। तिमीले जे विचार गर्यौ देवचन्द्र, त्यो एकदम लाभदायक विचारहरूलाई म स्वागत गर्दछु र अब पनि हामी भेट हुन सक्छौं। तिमीलाई कुनै अप्ठ्यारो गाह्रो पर्ला सम्झिनु है भनेर युवती पनि त्यहाँबाट लागिन्।